धेरैजनाले फोन नै गर्नुभएको थियो यस्तै हो नरिसाउनु होला अब म सिधा सिधा के भन्छु भने खाने मुखलाई जुङ्गाले छेक्दैन चोरेर नखाऊ लुटेर नखाऊ आफ्नो खाऊ होइन एकला त हान्यो म त सिधै पुग्छु त हस्पिटलमा गाउँमा मात्र मेरो 5वटा घर छ है यति धेरै याद छ कि यहाँनिर यति धेरै याद छ बचपनदेखि सहरको चटाचुटुक्क नभए पनि गाउँको भनेको गाउँकै हुन्छ है यस्तोहरू कहिले बनाउँदैन पनि अब everyone, Darshan Namaste Chazalo, welcome back to my channel again Subi Gurung Baba हजुरलाई फेरि पनि स्वागत छ अब तपाईहरु पनि सन्चै हुनुहुन्छ होला म पनि एकदम फिट एन्ड फाइन छु भन्नाले थोरै पेट दुखिरहेको छ त्यही छ पिरो अलि कम भयो जस्तो छ म पिरो बिना खानै रुच्दैन मलाई साच्चै पिरो बिना है अकबरी खोर्सानी नै चाहिन्छ मतलब खोर्सानी चाहिन्छ सुकेको खोर्सानी डढाएर भए पनि खानुपर्छ यस्तो छ मेरो चाहिँ हालत अनि आज मजाले खोर्सानी बिनाको खाना रुचेन अनि खोर्सानीसँग माम खायो अनि भोलिपल्ट पेट दुख्न स्टार्ट पेट दुख्दा चाहिँ म खादिन भन्छ अनि त्यसपछि फेरि खान मन लाग्छ त्यही छ मेरो चाहिँ अहिले र आज चाहिँ देख्न सक्नुहुन्छ म मेरो गाउँबाट भ्लग सुरु गरिसकेको छु हजुरहरूलाई थाहा नै छ म मेरो गाउँमा छु भनेर र गाउँमा चाहिँ कन्स्टेन्टली पानी परिरहेको छ हिजो पनि पर्यो हल्का आज पनि पर्नलाई स्टार्ट छ घामको नामो निशान छैन हाम्रो गाउँमा यस्तो छ अहिले चाहिँ र अहिले चाहिँ 11-12 बजिसक्यो खानासाना खाइसक्यो आज मिठो चाख्लाको माम खायौँ सिस्नुसँग त्यसरी दिनको सुरुवात भएको छ र फिलहाल मेरो आजको काम भनेको चाहिँ मेन देख्न सक्नुहुन्छ नि घर यो कति महिना लगभग 3 महिनादेखि नलिपेको घर देख्न सक्नुहुन्छ भित्रदेखि बाहिरसम्म लिप्ने काम छ सब सुकाउनु भएको छ जुन घामै लागेको छैन फेरि पनि सुकाइदिएको छ म्याला त थोरै लागेको थियो अहिले त हरायो के हो यो कालो दाल त्यो यो ठुलो मस्याङ भने के अरे बौला अनि त्यो सिमी अनि सो यो सबै दाल चाहिँ अहिले मम्मीले सुकाएर अब यो बट्टामा हालेर राख्नुहुन्छ अर्ग्यानिक हो नि त गाउँको मिठो हुन्छ खानको लागि सो आज चाहिँ मौसम यही रहेको छ र अब काम भनेको घर लिप्ने हिजो भएर हामीले उता एक बोरा माटो तलबाट लिएर आएको छु रातो माटोले घर लिप्ने गरिन्छ हाम्रोमा चाहिँ यस्तरी एक बोरा हिजो तल बारीबाट खनेर लिएर आएको मम्मी र म भएर अनि अब चाहिँ यही हो अब म चाहिँ के म गोबर लिन जाने हो नि त गोबर चाहिँ कसो ल्याउनु ए हाम्रो घर हेरिदिनु हुने दाइको गोरु छ बाख्रा पनि यहाँ छ बाख्रा खोर हो यो चाहिँ यो पनि हाम्रै घर हो अनि उहाँ चाहिँ जानुभएको छ बाख्रा चराउन कि अब तलबाट गोबर लिएर आउने अनि गोबर लिएर आएर बनाएर मैले सोचेको थिएँ म आज तपाईँहरूलाई मेरो होम टुर पनि दिन्छु होला अब होम टुर दिनलाई होम चाहिँ छैन तर यो पुर्खेली पुस्ताको घर हो र मेरो गाउँघर चाहिँ म स्मरणको लागि सम्झनाको लागि राख्न चाहन्छु त्यसैले आज होम टुर पनि हुनसक्छ सो एकपछि लिपिलापी गरिसकेपछि चाहिँ हजुरलाई म मेरो गाउँको पुरानो घर पुर्खेली घरको होम टुर दिन्छु अहिले देखाउनै बिर्सेछ क्या ब्लगमा तपाईँलाई तपाईँ के मेरो भदे उहाँ चाहिँ हाम्रो गाउँको सबसे जेठो पाएको अहिलेको यहाँ गाउँमा बस्नु हुने मध्ये सबसे जेठो पाएको जेठो मान्छे मै हो अनि फेरि साइनोल चाहिँ भदे यस्तो छ हाम्रो गाउँमा थाहा होइन त भदे जेठो पाएको भयो नि भदे कान्छी दिदी कान्छी दिदी हाम्रो भदलाई रक्सी बासी केही चाहिँदैन मस्त छ जिन्दगी डुल्नुहुन्छ खानुहुन्छ होइन त भदे घुमी खाने मस्त रमाइलो गर्ने खाए पनि म कसैलाई 1 पैसा ऋण पारेको नि छैन मेरो लिएर खान्छु होइन मेरो पैसा छ म खान्छु लाउरे भयो त होइन अनि मेरो घरमा साउ घुमेर आउँछ त मैले ऋण खाएँ भनेर आउँछ मैले खाएकै छैन खाएको भए पो आउँछ त अनि जस बिन्दास हुन्छ साँच्चै हाम्रो भरे मेरो चाहिँ यस्तै छ है साइनो धेरैजना तर्सिनुहुन्छ यत्रो ठुल्ठुलो मान्छे छोरी नातिनी भदै साइनो हजुर मजाले गर्नु त्यहाँ मजाले अस्ति पोहोरको त्यो अस्तिको त्यो नपठाउनु है फेरि अस्तिको चाहिँ के नपठाउनु भदै रेणुकाले मलाई गाली त्यो रमाइलो गरेको झुट्टो भएको देखाउँदैछ त्यो अस्तिको टाइममा भ्लग हाल्दै थियो के हो त्यो त सर्ट भ्लग थियो फेसबुकमा धेरैजनाले फोन नै गर्नुभएको थियो यस्तै हो नरिसाउनु होला अब के हुन्छ भने अब खान चाहिँ
लगभग नहुने हो। तर मेरो विचारमा चाहिँ के लाग्छ भने अब खाने मान्छेले खाने हो कि जसरी नि म सिधा सिधा के भन्छु भने खाने मुखलाई जुङ्गाले छेक्दैन छेक्दैन र अब यस्तो हो आफन्तले केयर गरिन्छ नखाओस् नगरोस् त्यसरी भन्ने चाहिँ सबैको सोच हुन्छ धारणा हुन्छ म मान्छु त्यसलाई पनि त्यो पनि एकदम सही हो। तर के हुन्छ भने अब उहाँहरूले खाइराख्ने बानी अब खान्छन् घिउँछन् अब भदै त सिङ्गल छ वास्तवमा भन्नुपर्दा अहिले गाउँमा एक्लै बस्नुहुन्छ काम गर्नुहुन्छ खानुहुन्छ रमाइलो पनि गर्नुहुन्छ हिँड्नु पनि हुन्छ घरमा पनि बस्नुहुन्छ उहाँ जस्तो उहाँको वास्तविक जीवन जस्तो छ उहाँले आफूले जसरी उहाँ खुसी भएर जिउन सक्नु भइरहेछ त्यसरी नै जिरहनु भएको छ नि त भदै त्यो चाहिँ त्यति गर्दा उहाँ खुसीले जिरहनु भएको छ। अब म मेरो लाइफ मेरो तरिकाले जिउँछु भदेको तरिकाले जिउँछ होइन भदै अनि वरिपरि जो पनि तपाईँहरू पनि आफ्नो लाइफ आफ्नो तरिकाले जिउँ फरक यति राख्नु पर्यो कि सोच यति राख्नु पर्यो कि मेरो कारण अरूलाई कठिनाइ नहोस् तर लाइफ चाहिँ आफूलाई जस्तो त्यसरी नै जिउनु हो है कसैलाई दुःख नहोस् आफूबाट तर आफूलाई जस्तो तरिकाले जिउन मन लाग्छ त्यसरी नै जिउने हो होइन त भदै 100% सही खानु पर्यो हामीले कसैले दोष नलाउनु दुःख नदिनु होइन त हो त्यो चोरेर नखाऊ लुटेर नखाऊ आफ्नो खाऊ होइन आफूले जति छ त्यति खाने हो। यो चाहिँ सबैको शालीको गुरुङको त मेन झन् गुरुङको सोच यही हो सिधा कुरा प्रश्न विचार होइन त भदै सीता कुरो प्रश्न विचार भन्ने कुरा त्यही हो यही हो ल म चाहिँ अहिले छु गोब्रुमा आराजबाट हो गोबर लिँदै नपिट्नुहोस् ल मलाई नयाँ हो फेरि अहिले मलाई के गर्न आयो भनेर बङ्ग एक लात हान्यो भने म त सिधै पुग्छु त हस्पिटलमा टाटा भाइ खतम हो क्या भने जस्तो अहिले म चाहिँ गोबर लिँदैछु हेर्दैछु साइड आँखाबाट मारिदियो पनि छैन सो अब यो गोबर टिपेको देखेर चाहिँ छि भनेर नकिनौँ ल अब गाउँघरमा यस्तै हो ठाउँ अनुसार चल्नु पनि पर्छ अब मेरो लुक पनि त्यस्तै आइरह होला एल्डिङ पनि लाएको छुइनँ मैले टप पनि म टप नछुटाउने मान्छे होइन हिजो मेरो टपै भाँचियो क्या हिजो टपै भाँचियो टप पनि लगाएको छुइनँ मैले यस्तो अजिब देखिरह होला अब गाउँघरमा यस्तै हो लुक है काम गर्नुपर्छ अब चटक चिटिक्क परेर काम गर्न थाल्यो भने त यहाँ त क्या हो जाइ ओए के हो ठोक्छ कि क्या हो मलाई अरे क्या गोबर चाहिँ यति भयो अझै चाहिन्छ घर लास्टै फुट्यो क्या म त्यताबाट टिप्न जान्छु ल गोरु हो कि गाई अरे यहाँ पनि रहेछ है ताजा आयो मलाई एक फन्का नहाल्नुहोस् फेरि एक स्वाड हान्दियो भने म त फिलिली ओइ के हो सिधै आउँछ त यस्तो हुन्छ अब डराउनु पनि पर्छ एक सिङ भेट्यो भने सिर्लेकै हो नि त फेरि यस्तोमा त अनि सुन्दैछ फेरि यिनीहरूलाई पनि डर हुन्छ कि नयाँ नचिनेको मान्छेहरूलाई कसरी हान्ने बानी हुन्छ अनि यो नयाँहरूलाई त अनि यिनीहरूले त फेरि मलाई के गर्न आयो भन्ने खालको हुन्छ सबले आफ्नै रक्षा बचाउँ धन्न यो चाहिँ आखाले ए घाँस पो माग्यो आएँ रे खा बेटा खा म केही दिन सक्दिनँ अहिले यति त भयो ल यति भयो डिपी लिएर जाउँ न पुगेन अब ल चाहिँ यति लिएर गएर लिप्न थाल्नु पऱ्यो यो चाहिँ सुकेको गोबर रहेछ काम रहेनछ अब चाहिँ यति लिएर जाँदैछु म अब यति लिएर गएर लिपिन्छ ल भित्रदेखि यतिसम्म चाहिँ लिपिसक्यौँ यताभित्र पनि लिपेँ यति पनि फिल्ला गरेपछि अब चाहिँ यस्तो राम्रो लिपिसकेपछि घरभित्र बस्न यस्तो मजा आउँछ नि त आनन्द देखिरहेको छ अब जस्ट यति लिप्न बाँकी छ अरूहरू चाहिँ सबै लिपिसक्यो जस्ट यति ल अब चाहिँ घर पनि लिपेर सकिहाल्यो यस्तो राम्रो देखेछ अहिले चाहिँ कस्तो सफा हो यस्तो आनन्द अनि टक्क यहाँनिर चाहिँ के भन्छ आलु छ माथिबाट अनि तलबाट चाहिँ के भन्छ पिँडालु कस्तो भन्न नआयो पिँडालु पकाएको छ अनि पिँडालु माथिबाट आलु राखेको छ पिँडालु अलिक पाक्नु टाइम लाग्छ आलु चाहिँ चाँडै पाक्छ नि त सो त्यही भएर पिँडालु र आलु चाहिँ अब टक्क नुन खोर्सानी यहाँ सिलौटाजी माथि राखेर पिसिसकेर अनि टक्क छडाएर टक्क खाँदा त वाह 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 गाउँको विशेषता यो अब खाजा नि यही हुने हो गाउँमा चाउमिन मोमो यहाँ एभाइलेबल हुँदैन पाइँदैन अर्ग्यानिक खाने हो यसरी अब यहाँ पाक्दैछ सो यो पाक्दासम्म चाहिँ म तपाईँलाई मेरो होम टुर दिन्छु मेरो घरकै कस्तो कता कतिवटा छ कस्तो छ भनेर म तपाईँहरूलाई देखाउँछु है अब चाहिँ मेरो होम टुर यो पाक्दासम्म म होम टुर दिन्छु है होम टुर दिने त भनिहाल्यो अब सुरुवात कहाँबाट गर्नु त अब सुरुवात भनेको
पहिला म भन्छु कि मेरो घरमा हाम्रो गाउँको घर 4वटा छ है, 4वटा छ र अब पहिला सुरु 4वटा घर भइसकेपछि पहिला सुरु चाहिँ म मूल घरबाट होम टुर दिन्छु हस्। र यो चाहिँ मूल घर रहेको छ हाम्रो गाउँको घरमा चाहिँ मूल घर यो हो। यो चाहिँ भूकम्पपछि राहत आएर बनाएको घर हो, जुन चाहिँ हरेक गाउँमा सबैमा दिएको थियो क्या। अनि हाम्रो घर पनि बनाएको, तर यो चाहिँ पहिला 2 तले थियो। अनि यो जुन देखिरहनु भएको चाहिँ यो प्लट अहिले खाली छ यो। अनि यो र यो जोडेर चाहिँ ठ्याक्कै हाम्रो बडाबाउको घर थियो, पहिला बडाबाउ बस्नुहुन्थ्यो यहाँ। अनि यो घर चाहिँ पछि भत्कियो, अनि भूकम्पबाट भत्किसकेपछि यो घरलाई चाहिँ त्यहाँ बनाइएको छ, जुन चाहिँ हाम्रो घर हेरिदिनु हुने दाइ बस्नुहुन्छ। यो बाख्राको खोर हो अहिले है, यता पनि बाख्रा बान्ने गर्नुहुन्छ उहाँले। यो घर चाहिँ हामीले उहाँलाई बस्न लागि दिएको। हाम्रो घर हेरिदिनुहुन्छ नि त, हामी नआउँदाखेरि हाम्रो घर हेरिदिनुहुन्छ कि उहाँ। हामी चाहिँ मम्मीहरू सबै सहरमै बस्छौँ, सहरमा भन्दा नि काठमाडौँ तराईतिर। सो त्यतिखेर चाहिँ हाम्रो बारी कमाउनु हुने, बाख्रा बस्तु हेर्नु हुने, हाम्रो घर वरिपरि रेखदेख गर्नुहुन्छ उहाँ दाइ बस्नुहुन्छ, जसको लागि हामी चाहिँ माथि घर राखेको छौँ। एकदमै एक्सट्रिम लेभलको याद छ क्या यहाँनिर चाहिँ। पहिला यो घरमा हामी सानो हुँदाखेरि यो चाहिँ अलि मजाले उकालो थियो क्या, यो ढुङ्गाले पुरै बेरेको उकालो थियो। अनि हामी चाहिँ यहाँ गाउँतिर थाक्रा हुन्छ नि, मकैको थाक्रा लाइन्छ त चाङचाङ, त्यो चाहिँ हामीले यहाँ राख्थ्यौँ। हाम्रो आँगन भनौँ न यो चाहिँ 2 तले थियो राखेँ, यहाँनिर 1 तले, अनि माथि थियो बारतली जस्तो भएको, के भन्छ अब बारतली भन्छ हामीले चाहिँ। जस्तै उतै घरमा छ नि, यो चाहिँ हाम्रो दाइको घर हो उतापट्टिको, उहाँहरूको पनि यो घर र उतापट्टि पनि छ। अनि यहाँबाट अब उहाँ जब हुनुहुन्थ्यो तब चाहिँ हामी बिहान 5 बजे दुध चिया लिएर, अनि मम्मी घरमा दुध थियो नि त त्यतिखेर त गाई बस्तु, अनि दुध दिनुहुन्थ्यो बडाबाउलाई लगिदिनु भनेर। बडाबाउले एज भइसक्नु भएको थियो क्या। सो त्यही भएर मम्मीहरू चाहिँ बिहान जहिले 1 गिलास दुध हामीलाई हालेर गिलासमा राखेर पुऱ्याउनु जा भन्नुहुन्थ्यो। अनि यो उकालो चिनी चिया भन्दै बडाबाउको घरमा पुगिन्थ्यो क्या। अनि हाम्रो घरमा चाहिँ त्यति चिनी लाएर चिया पकाउँदैन थियो, बडाबाउको घरमा चाहिँ चिनी लगाएर चिया पकाउनु हुन्थ्यो नि त हाम्रो लागि। अनि हामी बच्चै थियो त्यतिखेर, अनि चिनी चिया भन्दाखेरि त्यसरी खान जान्थ्यौँ क्या पहिला। यति धेरै याद छ यो घरमा। तल मतान पनि थियो, यहाँ तल पनि रुम थियो, यहाँनिर पनि, अनि माथि पनि 2 तलेको थियो ठ्याक्कै यो चाहिँ। घरमा भनेको लट्स अफ चेन्ज भइ नै हाल्छ। पहिला यहाँ पनि टक्क माथि यतिसम्म थियो, अनि किचन बारेर बनाएको थियो। सुरुमा थिएन, पछि किचन थियो, अनि पछि त्यसलाई पनि भत्काएर फेरि अहिले चाहिँ हामी यहाँ 3 पानी पार्ने गर्छौँ है। अहिले चाहिँ हामी यहाँ रक्सी पार्ने गर्छौँ। अनि धारा ठ्याक्कै उतापट्टि छँदैछ हाम्रो धारा, अनि त्यो चाहिँ हाम्रो टोइलेट हो है। यो चाहिँ हाम्रो टोइलेट हो, यहाँनिर घरको टोइलेट हो त्यो चाहिँ। अहिले हामी चाहिँ यहाँ सुत्ने गर्छौँ, किनकि मूल घर अलिकति पुरानो भइसकेको छ क्या। मेन घर चाहिँ यहाँ चाहिँ किचन मात्र हो, सबैजना चाहिँ बस्ने यहीँ गर्नुहुन्छ, गफ लाउने दिनभरि हाम्रो दिनै यहीँ गर्छ। तर अहिले सुत्न चाहिँ भने हामी चाहिँ यो 2टा रुममा जान्छौँ। मेन चाहिँ यो रुममा, यहाँ 2टा रुम छ, यो रुममा बस्ने गर्छौँ। भूकम्पपछि घर अलिक क्र्याक भएको छ कि, यो चाहिँ मूल घरको ढोका भइहाल्यो। किचन यहाँ छ। अब यहाँबाट माथि चाहिँ स्टोरेज भनौँ न, स्टोर गर्ने ठाउँ स्टोर गर्ने छ। हाम्रो दाउरा जहिले यहीँ राखिने हो। यो किचन भइहाल्यो, किचन हाम्रो चुलो। अनि त्यसपछि यो पनि पहिला ठ्याक्कै यहाँनिर चुलो थियो भने योबाट उता चाहिँ ढोका थियो क्या। ढोका भएर नि उतापट्टि बस्ने ठाउँ थियो। अनि त्यो सेकेन्ड प्लट हुन्छ नि त्यस्तै थियो, अनि खुल्ला थियो कि ओपन अप पुरै। यता यो पुरै ओपन अप थियो, अहिले चाहिँ झ्याल हालेको हो। अनि अझै उतासम्म थियो कि त्यो चाहिँ, तल बारीसम्म देख्न मिल्थ्यो। यहाँबाटको सिन यस्तो राम्रो देखिन्थ्यो क्या पहिला। हेर्नु न अहिले कस्तो राम्रो देखिरहेको छ। पहिला चाहिँ ओपन अप थियो नि त, एकदम टक्क चिलमा बसेर उँधो हेर्ने टाइपको क्या, त्यस्तो राम्रो थियो क्या। अब त्यो समय भत्किहाल्यो है, त्यस्तो भइदियो गयो त अहिले नि दामी हुन्थ्यो होला। अनि मेन हाम्रो चाहिँ गाउँतिर भनेको यो थाम हो, जुन अहिले चाहिँ त्यस्तो विधि गरिँदैन। तर पहिलाको चाहिँ पहिला चाहिँ हजुरबाहरू बाबाहरू हुँदाखेरि चाहिँ यो थामहरू जो पाइ त्यसले छुन नपाउने त्यस्तो हुन्थ्यो कि। किनकि पहिलाको मान्छेहरूले एकदमै कुल भूमे यस्तो मान्नुहुन्छ नि त, घरको कुल एकदम ठुलो हो, पहिला त्यसरी मान्नुहुन्थ्यो। अनि यो देख्ने भन्नु चाहिँ पहिला हामी गाईबस्तु, अहिले त छैन, पहिला गाईबस्तु हुँदा चाहिँ यो टक्क मुही पारिन्थ्यो क्या। यो चाहिँ मदनीमा राखेर, मदनी यहाँ छिराएर, तलतिर चाहिँ ठुलो के भनौँ अब त्यसलाई, मैले एक्चुअली मलाई पनि भन्न आएन, ठेकी चाहिँ तल राखेर मदनी यहाँ छिराएर मही पारिने गर्थ्यो। यसरी मही पारेर खान्थ्यो। मही यहाँ दुध हेर्नु न, यो दुधको ठेकी अझै बाँकी नै छ। यो दुध चलाउने, पहिला यसमा यो भरि दुहेर ल्याउनुहुन्थ्यो कि दुध। अहिले त छैन, अब कसले नै गर्ने खेतीपाती। अनि ठक्क यहाँनिर चाहिँ हाम्रो पूजा गर्ने ठाउँ, बुद्धको ठाउँ छ भने यो चाहिँ देख्न सक्नुहुन्छ मौरीको घर। मौरी अझै पनि छ है हाम्रो घरमा। मौरीको घर चाहिँ धेरै छ है। एउटा यो हो बिचमा रहेको, यस्तो दामी मौरी छ। एउटा यो छ भने एउटा चाहिँ यो छ
घर बाहिरपट्टि एउटा चाहिँ देखिसक्नुभयो भित्र छ एउटा यहाँ गाड छ एउटा यहाँ दाइ बस्नुहुने घरमा पनि छ त्यहाँनिर देख्न सक्नुभयो होला देख्नुभयो होला त्यहाँ छ एउटा अनि एउटा यो तिनवटा भइहाल्यो भित्र बाहिर र माथि गएर तिनवटा भइहाल्यो एउटा यहाँ पनि छ है ठ्याक्कै यस्तो 4वटा यहाँ पनि मौरी छ अनि एउटा यहाँ छ गार यो पनि हो मौरी उडिरहेको छ तपाईँले देख्नुभयो 5वटा चाहिँ छ है हाम्रो घरमा मौरी 5वटा घार चाहिँ हाम्रो घरमा मौरीको छ र 5 घारमा मौरी छ है घार मात्र होइन मौरी छ यो मौरी चाहिँ स्याफ आएर बसेको हो अनि खुदो पनि आइरहेको हुन्छ यहाँबाट टाइममा अनि खुदो काटेर खाने गर्छौँ ठ्याक्कै यतिवटा नै हो अनि यसको पछाडि पनि होला तल्लोपट्टि भए जस्तो लागेको थियो मेबी छ कि छैन अहिले मैले पछि हेर्न जान्छु यतिखेर अहिले ठ्याक्कै 5वटा चाहिँ ठ्याक्कै छ है मौरीको घार अब भने जस्तै घरमध्ये एउटा घर यो 2टा 3टा घर देखिहाल्नु मूल घर सुध यदि यो पनि भएको भए 4टा हुन्थ्यो यो घर चाहिँ भत्किहाल्यो अहिले छैन तर यो छ नि यहाँ कोठा थियो यहाँ कोठा हाम्रो बडाबाउको घर 4वटा भइहाल्थ्यो त्यसो त 4वटा जुन भत्किसक्यो अब चाहिँ अहिले भएको घर मात्र भन्छु त्यो पनि भएको भए 4वटा हुन्थ्यो यसो त 5वटा यो चाहिँ हाम्रो तलको घर यसो गरेर गाउँमा मात्र मेरो 5वटा घर छ है 5वटा घर छ अनि यो घर चाहिँ अलि भत्किसकेको छ है बिचरा अहिले कोही पनि बस्दैन यहाँ परालहरू राख्ने गरेको छ अनि घर वरिपरि चाहिँ यहाँ चाहिँ हामीले सागसब्जी लगाउने यहाँ चाहिँ प्रायः जस्तो हामी आलु सागसब्जी रोपेर यतातिर सागसब्जी रोपेर लगाउने गर्छ तर यहाँ घार रहेनछ यो भित्र रहेछ अघि मैले भित्रबाट देखाएको घार त्यो हो 1 2 3 अनि यो घरको एट्याच भएको 4वटा अनि माथि घरकोसँग 5वटा 5वटा घार रहेछ अहिले चाहिँ यो घर चाहिँ पहिला यहाँ बिरालले कति बच्चा काट्थ्यो के अनि त्यो बच्चा अब सानो बेलामा बिरालको बच्चा कति मनपर्ने अहिले पनि मनपर्छ पहिला त त्यो बिरालको बच्चा हाम्रो घरमा बिराल थियो नि त अनि बच्चा काट्थ्यो अनि जहिले यहीँ काट्ने के बच्चा पाउने के उसले चाहिँ यहाँ अनि त्यो बच्चाहरू खेलाएर बस्थ्यो कि हामी यहाँ सानो हुँदाखेरि अनि मकैको खोस्टाहरू स्टोर गर्ने ठाउँ हो कि यो चाहिँ खासमा मकैको खोस्टा पराल त नभनौँ के अरे कोदोको चाहिँ जुन हुन्छ नि के भनौँ अब कोदोको त मैले पराल जस्तै धानको पराल हुन्छ नि कोदोको पनि त्यस्तै खालको सबै यहाँनिर बिठा पारेर ल्याएर राख्नुहुन्थ्यो सो कुल मिलाएर 5वटा घर छ 5वटा मध्ये एउटा भत्केर 4वटा छ अहिले चाहिँ गाउँको घरमा अब बारी भन्नुहुन्छ भने यता यो तल यसको पछाडि टन्नै छ बारी पनि र अहिले चाहिँ अब आज चाहिँ घर होम टुर मात्र गरौँ किनकि भिडियो धेरै लङ हुन्छ भोलि चाहिँ म तपाईँलाई बारी पनि देखाउँछु अनि आज मैले यो रेकर्ड गर्नुको कारण चाहिँ एकमात्र कारण छ कि यो घरहरू पनि यस्तो भइसक्यो यति धेरै याद छ कि यहाँनिर यति धेरै याद छ बचपनदेखि खेलेको हुर्केको सबै बचपनै यहीँ हो नि त बाला पनि यहीँनिर गएको थियो बडाबाउहरू हुँदादेखि मेरो बाबा हुँदादेखि त्यहाँभन्दा उहाँको पुर्खौली पुस्ता बसेको ठाउँ हो यो अनि भोलि के थाहा यही ठाउँमा म यसरी उभिएर बनाउँदिनँ अथवा यो ठाउँमा यो घरहरू रहँदैन होइन अहिलेको अस्तर बेलाको छ यो घरहरू देखिन सक्नुहुन्छ हजुरहरू बुझ्नुहुन्छ होला सो त्यही भएर चाहिँ मलाई एक लेभल एकदमै धेरै माया लाग्छ है गाउँमा अब आएर यहीँ बस्न त सकिँदैन जसरी जेनेरेसनले अलिक गाह्रो छ सो त्यही पनि एकदमै धेरै माया लाग्छ सो त्यही भएर यो भिडियो मैले क्याप्चर गरेँ अब मूल घरको मुनि त के छ यहाँ छ घार मूल घरको मुनि चाहिँ दाउरा स्टोर गर्ने गर्छौँ हामीले यो दाउरा जति पनि हामी जङ्गलबाट ल्याउँछ सबै यहाँ स्टोर गर्ने हो चिरेको दाउरा हामीले जति पनि खोजेर ल्याउँछ यहाँ स्टोर गर्ने गरेको छ पहिल्यैदेखि हो यो चाहिँ अनि दाउराको यत्रो भारी छ देख्न सक्नुहुन्छ एकदमै पुरानो घर हो यो हाम्रो चाहिँ मम्मी हाम्रो यो घर कति वर्षदेखिको हो मूल घर कति वर्षदेखिको हो यो घरको एक्ज्याक्ट टाइम कब बनेको भनेर भन्नुपर्दा चाहिँ 2039 साल मम्मीको हिसाबले चाहिँ 2040 सालमा हाम्रो सबसे ठुलो दादा जन्मिनु भएको थियो अरे त्योभन्दा 1 वर्ष अगाडि चाहिँ यो घर बन्ने गऱ्यो भनेपछि 2039 साल भनेपछि त अहिले त 2088 साल भनेपछि सोच्नुहोस् होला कति वर्ष पुरानो घर हो यो हाम्रो सबसे पुरानो घर मेन घर हो त्यसै अनुसार यो घरहरू पनि एकदमै धेरै पुरानो हो हाम्रो गाउँघरमा अर्को एकदमै स्पेसल हाम्रो गाउँको घरमा रहेको चाहिँ यो भूमिथान हाम्रो मन्दिर जसमा हामीले पुज्ने गर्छौँ पहिला बाबादेखि पुज्दै आएको हो यो मन्दिर चाहिँ यहाँभित्र यस्तो शान्त यस्तो आनन्द ठाउँ छ बाबा बितेपछि चाहिँ यो रुख मर्या हो सिरियसली भन्नुपर्दा अनि त्यसपछि अहिले त्यहाँ कस्तो राम्रो रोजको फुल फुलिरहेको छ मन्दिर जस्तै एउटा
छुट्टै आनन्द मिल्छ क्या भित्र जाँदाखेरि चाहिँ। पुर्णेतिर धुप बाल्ने गरिन्छ अनि पहिला बाबाले मात्र धुप हाल्नुहुन्थ्यो, पछि बाबा बितिसकेपछि चाहिँ हाम्रो एक भदैलाई हामीले धुप हाल्ने गर्छौँ र उहाँले नै हाल्नुहुन्छ। अनि त्यसपछि हामीले यस्तो पूजा गर्ने धुप दबार गर्ने चाहिँ हामीले गरिराखेका हुन्छौँ। सो हाम्रो गाउँमा स्पेसली भएको चाहिँ मेन है यो चाहिँ मन्दिर। सो त्यही हो। अहिले चाहिँ होम टुरको बारेमा खासै त्यस्तो केही छैन। पहिला भेडा पालिन्थ्यो यहाँ, अहिले छैन अभियसली। गाई बस्तु केही पनि छैन, भेडा सेडा पालिन्थ्यो पहिला, मम्मीले पाल्नुहुन्थ्यो। अहिले पनि पाल्छु भन्नु भएको छ। अहिले चाहिँ मम्मीले यहाँनिर पुरा गाडी सफा गराउनु भएको, यति पुरै सफा गरिसक्नु भयो। यो वरिपरि यो फुल फुल्दा यस्तो राम्रो देखिन्छ नि। यो इस्कुसको लहरा हो, यहाँबाट अहिले फल्या छैन, यहाँबाट लहरा लागेर यो माथि रुखमा जाँदाखेरि त पुरै इस्कुसै इस्कुस हुन्छ कि गाउँमा। स्पेसली खाजा पनि इस्कुस, तरकारी पनि इस्कुस, मोमोमा पनि हाल इस्कुस, त्यसपछि त इस्कुसै इस्कुस। सो यही हो होम टुर चाहिँ है। खासै त्यस्तो केही छैन, तर पुर्खौली सम्पत्ति हो, एकदम धेरै माया लाग्छ गाउँको घर। सहरको चटाक चुटुक्क नभए पनि गाउँको भनेको गाउँकै हुन्छ है। यस्तो हरकोले बनाउँदैन पनि, अब यो बनाउन पनि सक्दैन। र यस्तो सम्पत्ति, यस्तो पुर्खौली घरहरू अब प्रायः जस्तो हुँदा पनि हुँदैन कसैको।